ऐन पुनर्धान एक्लेसिया मण्डली जोरपाटी काठमाडौँका छोरी सरू थापा मगरको पवित्र विवाह पुनर्धान एक्लेसिया मण्डली जोरपाटीका श्री कोमल राईसँग हुने भएकोले आशिषमय अवसरमा सबैलाई म सञ्चालिका शान्ति श्रेष्ठको तर्फबाट हार्दिक स्वागत तथा ख्रिस्ट अभिवादन। जय मसीह साथै नमस्कार। हामी ईश्वरको राज पहिले खोजी गर भन्ने प्रश्न गर्नुहुन्छ। मेरो पछि जाउँ चाहिँ
हाम्रो सुन्दर जोडी कोमल र सरू थापा मगरलाई जोरदार ताली बजाउन चाहन्छु। साली कसको? हजुर साली उसकै हस्बेन्ड हुनेवाला हस्बेन्ड। सुन्नुहोस्, हाम्रो नेपाली समाजमा के छ भने साली भेनाको भन्ने चलन छ। साली भेनाको होइन नि, बिहा दिदीलाई गरे हो भने सालीलाई गरे हो, अनि सबै सालीलाई बटुल्ने। हामीले हाम्रो भाषालाई सच्याउनु पर्छ। साली कसको? साडुभाइको। भन त बाबु। साली उसकै हुनेवाला साडुभाइको भन। सारू भाइ सारू भाइ। बुझ्यो अब? फेरि राम्रोसँग भन त, साली कसको? सारू भाइको। भेरी गुड। ल त्यसैले अब सालीलाई आँखा लाग्दैन नि। लाउँदिनँ। त्यो विवाह वैवाहिक सम्बन्ध नजिकको र स्थायी सम्बन्ध हो। यो 1 वर्षको लागि, 2 वर्षको लागि, 5 वर्षको लागि, 10 वर्षको लागि गर्ने होइन, नमरुन्जेलसम्मको लागि विवाह गर्नुपर्छ। अनि बाइबलले भन्छ चरित्रवान पत्नी आफ्नै पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नी चाहिँ तिनका हड्डी सडेको जस्तै हो। त्यसैले परिवारले जहिले पनि आफ्नो परिवारमा इज्जत र आदर ल्याउनुपर्छ। अनि परमेश्वरको वचनले भन्छ जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ त्यसलाई मानिसले नछुट्याओस्। सुन्नुहोस्, आज हामी परमेश्वरको उपस्थितिमा भेला भएका छौँ र यस समूहको सामुन्ने यी पुरुष र स्त्री, हाम्रो थोमा भाइ र सरू बहिनीलाई पवित्र विवाहद्वारा जोड्न सन्त पावलले प्रशंसा गरे जस्तै सबै मानिसको सामुन्ने आदिवासी हुन कसैले पनि हल्का प्रकारले नलिन, तर आदर्शसहित, होसियारपूर्वक, सल्लाहसहित र परमेश्वरको डरमा सहभागी गराउन आएका छन्। यो पवित्र सम्बन्धभित्र बाँधिन यी दुईजना व्यक्तिहरू आजको दुला खबर र दुलै सरू आएका छन्। यदि कोही मानिसले यी व्यक्तिहरू परमेश्वरको वचन अनुसार विवाहमा बाँधिन सक्दैन भन्छ भने अलिअलि बोलास्, तर कसैलाई विरोध छ यो विवाह, तर उचित कारण हुनुपर्छ। अच्छा, कसैलाई पनि छैन। त्यसैले आजदेखि तपाईँले सबैसँग शान्त गर्नुहोस्। भरे अहिले दुलाले उसको दुलैको हात पक्रिँदाखेरि पछाडि बसेर कहिले कुरा काट्न पाउनुहुन्न। ल, सुरुको हात त्यो खोमा भन्ने केटोले पो पक्रेछ, उसले आफ्नो दुलैको हात पक्रिनु नपाइ हुन्छ। अब म तपाईँ
दुईजनालाई पनि सोध्छु, दुलादुलै ध्यान दिएर सुन्नु होला। इन्साफको भयानक दिनमा जुन दिन हृदयका सबै गोप्य कुराहरू प्रकट गरिनेछ, यदि तपाईँहरू मध्ये यो पवित्र विवाहमा बाँधिन मिल्दैन भने स्वीकार गर्नुहोस्। त्यस्तो केही कुरा छ नानी? ल ठिक छ। त्यसो भने हामी दुलालाई पहिला प्रश्न सोध्छौँ। माइक्रोफोन नजिक राख्नुहोस्। के तपाईँ सरू थापालाई तपाईँको विवाहिता पत्नीको रूपमा ग्रहण गर्नुहुन्छ? अहिले हाँसेर भन्नु न। पक्कै हो? पक्का हो। के तपाईँ परमेश्वरको आज्ञा अनुसार यो पवित्र विवाहमा सरू थापासँग मात्रै तपाईँ सधैँभरि सँगसँगै जिउनुहुन्छ? जिउँछु। अरू साइडमा गर्लफ्रेन्ड त बनाउनुहुन्न नि? बनाउँदिनँ। ल सुन्नुहोस् है सबैले। के तपाईँले हाम्रो सरू नानी बिरामी हुँदा र स्वस्थ रहँदा दुवै अवस्थामा उसलाई मात्रै तपाईँको प्रेम, सान्त्वना, आदर र सुरक्षा दिनुहुन्छ? ऊ बिरामी पऱ्यो भनेर अर्कोको पछाडि गाड्नुहुन्छ? लाग्दैन। भेरी गुड। अब तपाईँलाई अन्तिम प्रश्न, के तपाईँ बाँचुन्जेलभरि सरू थापालाई मात्रै आफ्नो पत्नी बनाइराख्नुहुन्छ? म बाँचुन्जेलसम्म सबैलाई मात्र आफ्नो पत्नी बनाइराख्छु। सबैले सुन्नुभयो? त्यसैले हामी सरूलाई पनि यो प्रश्न सोध्छौँ। अलिक दुःख नलाग्नु। ल सरू थापा नानी, तपाईँ भन्नुहोस्, के तपाईँ यो दुला खोमल राईलाई तपाईँको विवाहित पतिको रूपमा ग्रहण गर्नुहुन्छ? छोरी भन्नु। कसैले कर्का गराएका होइन? त्यसैले ढुक्कसँग बोल्नुहोस् है। त्यो माइक अलिकति यस्तो बोल्नु परेको अप्ठ्यारो। ठिक छ। के तपाईँ परमेश्वरको आज्ञाअनुसार यो तपाईँको दुला खोमल राईसँग मात्रै पवित्र विवाहमा सधैँभरि सँगसँगै जिउनुहुन्छ? गुड। के तपाईँले तपाईँको दुला खोमल राई बिरामी हुँदा र स्वस्थ रहँदा दुवै अवस्थामा उसलाई मात्रै तपाईँको प्रेम, सान्त्वना, आदर र सुरक्षा दिनुहुन्छ? पक्का हो? अरूको पछाडि गयो भने के तपाईँ बाँचुन्जेलभरि खोमल राईलाई मात्रै तपाईँको आफ्नो दुला बनाइराख्नुहुन्छ? ल गुड। दुवैले हामी सबैको सामने यो करार बाँध्नु भएको छ। भोलिपर्सि उहाँले गल्ती गर्यो भने सबैले लठी हाल्ने जिम्मेवारी छ है। ठिक लाइनमा ल्याउनु पऱ्यो नि परिवारलाई। ल सुन्नुहोस्, क्रिस्चियन विवाह चोरी विवाह होइन। क्रिस्चियन विवाह मागी विवाह। यसमा सोधनी पनि गरिन्छ, मगनी हुन्छ अनि विवाह गरिन्छ है। र आजको विवाहको निम्ति हाम्रो दुला बाबु खोमल राई यहाँ आउनु भएको छ। यो दुला बाबुलाई आफ्नो छोरी दिनको लागि को आउँदै हुन्छ? दुलैको बुबा हुन्छ। दुलैको बुबा आउँछ भाइ आउनुहोस्, आमा पनि आउनुहोस्। हुन्छ, हामी दुलाको बुवालाई पनि सोधौँ। दुलैको बुवा आमालाई तपाईँहरू आफ्नो छोरी दिनलाई खुसी हुनुहुन्छ? खुसी छ। हो ल, राम्रोसँग। भाइ तपाईँलाई धेरै धन्यवाद। अब तपाईँले खोसेर लानु पाउनुहुन्न, दिनुभयो आजबाट। पक्का है? पक्का दिएको ल, उहाँले दिनुभयो तपाईँलाई। दुलाले दुलैको आँखामा हेर्नुहोस्। खोमल राईले तिमी सरू थापालाई आजको दिनदेखि मेरो विवाहिता पत्नीको रूपमा स्वीकार्छु। दुलैको आँखामा हेरेर भन्ने उसलाई भनेर हो नि त। र सुखमा दुःखमा धनी हुँदा गरिबीमा
बिरामी हुँदा र स्वस्थ हुँदा बिरामी हुँदा र स्वस्थ हुँदा तिमीलाई म तिमीलाई म प्रेम गर्छु प्रेम गर्छु र खुसी पारिराख्नेछु। र खुसी पारिराख्नेछु। परमेश्वरको पवित्र आज्ञा अनुसार परमेश्वरको पवित्र आज्ञा अनुसार मृत्युले मात्र हामीलाई अलग गरोस् र यसरी म तिमीलाई मेरो प्रतिज्ञा जाहेर गर्दछु। ल दुलै नानी तपाईँले भन्नुहोस् है, म सरू थापाले तपाईँ थोमल राईलाई आजको दिनदेखि मेरो विवाहित पतिको रूपमा स्वीकार्छु र सुखमा दुःखमा धनी हुँदा र गरिबीमा बिरामी हुँदा र स्वस्थ हुँदा तपाईँलाई म प्रेम गर्छु र खुसी पारिराख्नेछु। परमेश्वरको पवित्र आज्ञा अनुसार मृत्युले मात्र हामीलाई अलग गरोस् र यसरी म तपाईँलाई मेरो प्रतिज्ञा जाहेर गर्दछु। आमेन। ल दुलै बाबु, तपाईँले आफ्नो प्रेमको चिन्हको रूपमा आफ्नो दुलैलाई के दिनुहुन्छ? अनि यो विवाह यो सुनको औँठी भएको कारण यसले चाहिँ के त पवित्र र खिया नपर्ने जनाउँछ। यो विवाह पनि मृत्युसम्म रहिरहनेछ र एकअर्काप्रतिको विश्वास र आस्था खिया परेर जाने छैन। हैन? र दुला बाबु यो औँठी लिएर आफ्नो पत्नीको बायाँ हातको चौथो औँलामा लगाइदिनु। उसको आँखामा हेरेर भन्नुहोस्, यो त्यो लगाइदिनु। यस औँठीद्वारा म तिमीलाई विवाह गर्छु र मेरो सम्पूर्ण सांसारिक धन सम्पत्ति तिमीलाई नै सुम्पिन्छु। म लुकाएर राख्दिन। पिता पुत्र र पवित्र आत्माको नाउँमा। आमेन। र दुलैसँग पनि औँठी छ, मैले व्याख्या गरिसकेँ। म तपाईँलाई पिता पुत्र र पवित्र आत्माको नाउँमा विवाह गर्छु। ल अब हात पक्रिनुहोस्। अब आफ्नो पति पत्नी आफ्नो पत्नी राम्रोसँग पक्रिनु चाहिँ अब फुत्क्याउनु हुँदैन। सुन्नुहोस्, जुन व्यक्तिलाई परमेश्वरले जोड्नु भएको छ, कोही व्यक्तिले यसलाई नछुटाओस्, किनकि 3 सुताले बाटेको डोरी सजिलै चुडिँदैन। आज यो दुलहा थोमल राई र सरू राई जसरी परमेश्वरको उपस्थितिमा खडा भई पवित्र विवाहमा बाँधेका छन्, यी व्यक्तिहरूलाई आज म पुनरुत्थान एक्लेसिया मण्डलीका पास्टर भरत भट्टराईले पति र पत्नी भनी पिता पुत्र र पवित्र आत्माको नाउँमा घोषणा गर्दछु। आमेन। र तपाईँ घुँडा टेकेर बस्नुहोस्, हामी आशिष माग्छौँ। हाम्रो गौरी दिदी पनि अगाडि आइदिनुहोस्। गौरी दिदी अगाडि हालेलुया हालेलुया। प्रभु परम पवित्र पवित्र परमेश्वर, तपाईँको आज्ञा अनुसार तपाईँको वचन अनुसार प्रभु यी दुवैजनालाई आज तपाईँको पवित्र उपस्थितिमा हामीले विवाहको करार बाँधिसकेका छौँ। प्रभु उनीहरूलाई आशिष दिनुभएको सधैँभरि तपाईँको सुरक्षा लिएर भित्र रहन सकुन्, तपाईँको आदर गर्ने हुन सकुन् र उनीहरूको जीवन फल्दै फुल्दै वृद्धि हुँदै र खुसी साथ बित्न सकेको होस्। प्रभु सबै कुरामा, आर्थिक कुरा, आत्मिक कुरा, पारिवारिक कुरा, सबै कुरामा सहायता गर्नुभएको होस्। धेरै धन्यवाद दिँदै आजको यो सुन्दर अवसर दिनुभएको निम्ति
उनीहरूलाई तपाईँको करार अनुसार विवाह बन्धनमा बाँधिनलाई सहायता गर्नुभएको निम्ति धेरै धन्यवाद चढाउँदै आशिष माग्दछौँ प्रभु येशूको उच्च अनि पवित्र नाम आमेन। हुन्छ अब हाम्रो घुम्ती उठाउने टाइम आएको छ। हाम्रो बेहुलाले चाहिँ बेहुलीको घुम्ती उठाइदिनेछ है। सबजना क्ल्याप पनि गरिदिनुहोस् है तपाईँहरूले। नखोलिन्जेलसम्म ताली बजाइदिनुहोस् है। जब हामी अलिकति थोरै स्पिचको भागमा जानेछौँ अनि त्यस पछाडि हामी आशिषको गीत लास्टमा गाएर चाहिँ हाम्रो कार्यक्रमलाई यहाँ सघाउनेछौँ। आज चाहिँ हाम्रो प्यारी दिदी र भेनाजुको पवित्र विवाहमा छौँ र मैले केही भन्नुभन्दा अगाडि म तपाईँहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। तपाईँ सानो हुँदाखेरि आफूभन्दा ठुलो मान्छेले हात समाएर हिँडेको तपाईँहरूलाई कतिको याद छ? कति विशेष हुन्छ नि त्यो पलहरू जब हामी ठुलो भएर सम्झिन्छौँ। कतिको याद छ हजुरहरूलाई? सबैले याद हुन्छ है। म पनि सानो हुँदाखेरि चाहिँ मेरो दिदीले चाहिँ स्कुलमा हात समातेर यसरी जानुहुन्थ्यो अनि म चाहिँ फुल टिप्दै हिँड्थेँ किनकि म एकदमै ढुक्क थिएँ मेरो दिदीले चाहिँ मलाई असल ठाउँमा जुन ठाउँमा पुग्नु पर्ने हो त्यो ठाउँमा डोर्याउनुहुन्छ भनेर। अनि त्यतिखेर चाहिँ म सानो भएको कारण सानो थिएँ र त्यतिखेर चाहिँ मैले कहिले सोचेको थिइनँ कि यसरी यो दिनमा चाहिँ दिदीको लागि यसरी स्पिचहरूदेखि लिएर सबै कुराहरूमा म हुन्छु, म उपस्थित हुन्छु भनेर चाहिँ मैले सोचेको थिइनँ। एक्चुअली हाम्रो प्यारी बेहुलीलाई हेर्नुहोस् त कति राम्री क्युट हुनुहुन्छ है। खासै एक्सप्रेसन चाहिँ दिनुहुन्न है। जति हँसाउन खोजे पनि बल्ल बल्ल हाँस्नुहुन्छ। तर जब तपाईँ नजिकले तपाईँले चिन्नुहुन्छ भने उहाँ एकदमै परवाह गर्ने, एकदमै माया गर्ने अनि एकदमै मन पराउने मान्छे हुनुहुन्छ। र मैले मेरो मन पराउने म एकदमै रमाइलो गर्न मन पराउने मैले सिकेको चाहिँ मेरो दिदीबाट हो। अनि परमेश्वरलाई चाहिँ म धेरै धन्यवाद दिन्छु हरेक दिन कि उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। सायद उहाँ मेरो दिदी नहुनु भएको भए म यस्तो हुने थिइनँ होला आज। उहाँ मेरो दिदी, तपाईँ मेरो दिदी मात्र हुनुहुन्न, तपाईँ मेरो मेन्टर हुनुहुन्छ। मेरो हेयर डिजाइन, मेरो सेप, मलाई मनपर्ने खानेकुराहरू उहाँले नै बनाइदिनुहुन्छ। मेरो फ्यासनदेखि लिएर मैले मेरो केही प्रब्लमहरू छ भने अगाडि जानुपर्ने भनेको मेरो दिदी हो। र परमेश्वरलाई चाहिँ म धेरै धन्यवाद दिन्छु कि उहाँले मलाई यस्तो दिदी दिनुभएको। अब कुरा गरौँ हाम्रो भेनाजुको बारेमा। एक टक लगाएर हेरिहाल्नुहोस् न त। एकदमै ह्यान्डसम हुनुहुन्छ है हाम्रो भेनाजु, हो कि होइन? मैले चाहिँ फर्स्टमा उहाँलाई देख्दाखेरि चाहिँ दिदीले देखाउनु भएको हो होइन। उहाँले चाहिँ कोरियन जस्तो हुनुहुन्थ्यो अनि हिन्दी गीतमा चाहिँ टिकटक बनाउनु भएको। म छक्क परेँ, म चाहिँ त्यतिखेर सानै थिएँ। अनि मैले चाहिँ ओहो, कोरियन केटाले पनि हिन्दी गीतमा चाहिँ अब चाहिँ टिकटक बनाउन थालेछ है भनेर चाहिँ मेरो मनमा त्यो थियो। तर पछि गएर थाहा पाएँ उहाँ ह्यान्डसम हुनुहुन्छ, क्युट हुनुहुन्छ, तर उहाँ एकदमै पोलाइट हुनुहुन्छ, उहाँ एकदमै काम हुनुहुन्छ। र मेरो एक्सप्रेस नगर्ने दिदीलाई एकदमै हँसाउनु हुने मेरो प्यारो भेनाजु हुनुहुन्छ। अनि परमेश्वरलाई चाहिँ म धेरै धन्यवाद दिन्छु। साँच्चै नै उहाँले उहाँहरूले परमेश्वरले चाहिँ मेरो दिदीको लागि भेनाजु र भेनाजुको लागि मेरो दिदी चाहिँ जुटाइदिनु भएको छ। साँच्चै नै परमेश्वरले तपाईँको सम्बन्धमा धेरै आशिष दिनुभएको होस्। तपाईँको सम्बन्धको केन्द्र चाहिँ परमेश्वर हुनुभएको होस्। हरेक सुख दुःखमा तपाईँले एक अर्कालाई सहायता गर्नुहुन्छ भन्ने म जान्दछु र तपाईँलाई धेरै धेरै धन्यवाद, परमेश्वरलाई धन्यवाद र तपाईँलाई चाहिँ हार्दिक बधाई। थ्याङ्क यू। एउटा टाइपको थियो अनि चेन्ज हुँदै अहिले त कस्तो डिफ्रेन्ट कुराहरू भइरहेको छ। अनि हामी त्यस्तो धेरै टाइम फ्रेममा भेट्न नपाए पनि कुनै टाइममा जतिखेर हामी भेट्थ्यौँ त्यतिखेर चाहिँ कति धेरै कुरा गर्थ्यौँ क्या। बाटोको बिचमा बसेर भए पनि 2 घन्टा 3 घन्टा गइसकेको हुन्थ्यो, कुरा गरिरहेको हुन्थ्यौँ होइन। अनि धेरै कुराहरू गरेर सेयरहरू गरिरहेको हुन्थ्यौँ। पछाडि फेरि थोमालाई भेट्यौँ। थोमा चाहिँ एकदमै स्विट सफ्ट तरिकाले बोलिरहेको हुन्थ्यो अनि प्रकाश के छ भनेर कुरा गरिरहेको हुन्थ्यो। अनि दुवैजनासँग भेट्दाखेरि चाहिँ एकदम खुसी लागेको थियो। अनि आज उनीहरू यसरी वैवाहिक जीवनमा बाँधिँदाखेरि चाहिँ मलाई एकदम खुसी लागिरहेको छ।
अनि दुवैको साइडबाट म अलिकति इमोसनल पनि छु, ह्याप्पी पनि छु। अनि कङ्ग्रेचुलेसन गाइस तिमीहरू दुवैजनालाई होइन। सो पवित्र विवाहमा बाँधिएको छ चाहिँ मलाई अब यस्तो अगाडि आइसके पछाडि चाहिँ आमा बुबाहरूले अलिकति सल्लाह सुझावहरू दिन्छन् नि। सो म चाहिँ साथी भए पनि यसो मौकाको चौका हानिहालौँ भनेर अलिकति सल्लाह सुझाव दिनु पऱ्यो होइन। सो साथीहरूलाई चाहिँ मेन कुरा भनेको चाहिँ अब दुईजना सँगै हुँदाखेरि कति धेरै च्यालेन्जेस प्रब्लम्सहरू आउँछ नि त लाइफमा। अनि यो च्यालेन्जेस प्रब्लम्सहरू आउँदाखेरि चाहिँ तिमीहरू दुईजना एकअर्कासँग भइहाल्छ। र त्योभन्दा मेन कुरा भनेको चाहिँ परमेश्वर तिमीहरूसँग हुनुहुन्छ सधैँ। अनि हामी पेरेन्ट्स हामी साथीहरू सबै टाइममा नहोला, तर तिमीहरूले चाहिँ परमेश्वरसँग प्रार्थना गरिराख। अनि ट्रस्ट मी तिमीहरूको प्रब्लम्स जे छ तिनजना मिलेर गडसहित तिमीहरू दुईजना तिमीहरूले अब्स्ट्याकल्सहरूलाई सल्भ गर्न सक्छौ। अनि हामी सधैँ प्रार्थना गरिराख्छौँ तिमीहरूको लागि, सम्झिराख्छौँ। अनि तिमीहरू ग्रो गर्दै जाऊ, अझै धेरै प्रगति उन्नति गर्दै जाऊ। अनि हामी प्रार्थना तिमीहरूलाई सम्झिन्छौँ। यति भन्दै यहाँ टुङ्गाउन चाहन्छु। थ्याङ्क यू। तपाईँहरू बसिदिनु होला, मजा होला। हाम्रो खानाहरू भेट्छौँ, भेटघाट गरिसकेपछि हामी खानाहरू खान्छौँ। त्यसरी मात्र सुत्नेछौँ है। तपाईँहरू प्लिज नगरिदिनु होला, बसिदिनु होला। अनि बेसी मागेर होला।
बाजे टिकट किन्ने साह्रै वारी हो टिकट किन्ने पैसा सुसम्पन्न गर्न सक्यौँ। तपाईँले यो मौका दिनुभयो, धन्यवाद छ। अनि यहाँ हाम्रा आगन्तुकहरू, निम्तारूहरू सबैजनालाई आउन सहायता गर्नुभयो। हामी तपाईँलाई धेरै धन्यवाद दिन्छौँ अनि हामीलाई साथ दिनुभयो, धन्यवाद छ। अनि हाम्रो आजको दुला दुलहीलाई हामी आशीर्वाद हाम्रो मण्डली परिवारद्वारा हामी मागिदिन्छौँ फेरि पनि कि उहाँहरूको दाम्पत्य जीवन चाहिँ उदाहरणीय दम्पति हुन सकोस्, यो परिवार हुन सकोस् भन्ने हामी बिन्ती प्रार्थना गर्छौँ। र उनीहरूको जीवनमा आउने हुरी बतास जस्तै धेरै समस्याहरूमा पनि दुईजना मिलेर परमेश्वरसित मिलेर उनीहरूले सामना गर्न सकुन्। प्रभु तपाईँले आफ्नो छोराछोरीलाई शक्ति सामर्थ्य दिनुहोस्, प्रेम दिनुहोस्, एकता दिनुहोस् अनि आफ्नो परिवारको निम्ति अनि यी छोराछोरी आफ्नो ती परिवारहरू जसरी आज दुई परिवार एक हुनुभएको छ, प्रभु यो परिवारमा तपाईँले
आशिष दिनुहोस् अनि यो परिवारको निम्ति यो छोराछोरीहरू यो आजको दुलादुलाई चाहिँ आशिषमय हुन सकेको होस्। सबै कुरामा तपाईँले अनुग्रह गरिदिनुहोस्। धन्यवाद छ। सुरुदेखि हामी अन्तिमसम्म नै तपाईँको चरणमा हामी रहँदै हामी यसरी खुसी मनाउन सकिरहेका छौँ। धन्यवाद छ। अनि यहाँ अरू कार्यक्रम पनि बाँकी छ। प्रभु तपाईँले अनुग्रह गर्नुहोस्, खानामा आशिष दिनुहोस्। आज जति पनि हाम्रो निम्ति यो प्रेम भोज तयार भएको छ यसमा शुद्ध पवित्र बनाइदिनुहोस्। धन्यवाद छ। कसैलाई यहाँ तपाईँहरूलाई कसैलाई के भन्न मन लागेको छ बेहुला बेहुला भने चाहिँ यो टाइम आई क्यान गिभ माइक टु यु। तपाईँहरूलाई कसैलाई के भन्न मन लागेको छ भने एनीवान नो वान सुनौ न हामी पनि सुनौ न त सर हामी प्लिज क्ल्याप गरौँ उसको लागि यस्तै भन्न चाहँदैछ बेहुला बेहुलीको लागि सुनेर अनि हामी केक काटेर कङ्ग्रेचुलेसन। सबै यसरी नै खुसी रहनु। मेरो साथीले त्यहाँ दायाँ बायाँ गरेर हामी अब बच्चादेखि हुर्केको सबै आज उसलाई ल्याउने बिचमा देख्दा कस्तो हुन्छ नि अनौठो लागिरहेको। हेर थोमल तिमी पनि साथी हुन त, तर म सरुपट्टिको मेनली सरुपट्टिको हो। यदि सरलाई डुबायो भने तिमीले त्यसको यसरी सधैँ खुसी रहनु। अनि अर्को खुसी Okay, the time for cake, please. So, हामी क्ल्याप पनि गरिदिउँ ल उनीहरूको लागि। So, अब हामी म 1 2 3 भन्छु तपाईहरु सबजना ह्यापी म्यारिड लाइफ भन्नुस् ल। रेडी रेडी एकदम थोरै जना मात्रै रेडी हुनुहुन्छ। तपाईहरु रेडी हो? म 1 2 3 भन्छु तपाईहरु के भन्नुहुन्छ? ओके रेडी है 1 2 3 1 2 3 1 2 3 थोमल कस्तो लागिरहेछ बिहा हेर्दा? वाह फाइनली बिहा भयो गाइजहरुको राइट। कति खुसी लागिरहेछ? सारू थोमल थोम्स के छ? हो बिहा सक्यो? वाउ तिमी चाहिँ नखाइदिने? तिमी चाहिँ नखाइदिने? तिमी चाहिँ नखाइदिने? खुवाइदिने मान्छे खुवाइदिनुलाई फेरि ऊ हेर आफै खा। अब खाने? वाउ ह्याप्पी बर्थडे टु यु। रेडी 3 मा ल 3 पछि आउँछ 1 2 3 गो। 1 2
छ पहाड चढ्न मन